बलिउड अभिनेता सलमान खान स्टारर ब्याटल अफ गलवानको सुटिङ सकेर प्रशान्त तामाङ डबिङको तयारीमा थिए। इन्डिया र चाइना बीचको जियोपोलिटिकल तनाव निम्त्याउने गलवान झडपको कथावस्तुमा बनेको यो फिल्म 17 अप्रिलमा रिलिज हुँदैछ, जहाँ प्रशान्तको पनि महत्त्वपूर्ण रोल छ। बलिउड डेब्युको सपनाले मूर्त रूप लिन नपाउँदै उनै प्रशान्तले 11 जनवरीमा अन्तिम सास लिए। गत वर्ष 7 मङ्सिरमा रिलिज भएको पहिचानको लडाईँ उनको अन्तिम नेपाली फिल्म बन्न पुग्यो। बक्स अफिसमा गुमनाम भए पनि यो फिल्ममा प्रशान्तको अभिनयको प्रशंसा भने भएको थियो। हिम्मत 2 बाट नेपाली फिल्ममा पार्श्व गायकको रूपमा डेब्यु गरेका प्रशान्तले बहुचर्चित गोर्खापल्टनबाट नेपाली फिल्मको अभिनयमा यात्रा थालेका थिए। त्यसयता उनले अंगालो यो मायाको, किन मायामा, धड्कनभित्र, निशानी, परदेशी र परदेशी 2 मा पनि अभिनय गरिसकेका छन्। सन् 2007 मा भारतीय गायन रियालिटी टिभी सो इन्डियन आइडलको तेस्रो सिजन जिते यता तामाङ नेपाली भाषीलाई जोड्ने पोस्टर बोय बने। सोनी टिभीको उक्त शोमा प्रशान्तलाई जिताउन नेपालीले लाखौं खर्चिएर भोट गरे। नेपालीको भोटकै बलमा जितेका प्रशान्त लोकप्रिय पनि बने। इन्डियन आइडलमा जितेपछिको उत्कर्षको समयमा नारायण रायमाझी र राजेश बंशालले उनलाई नेपाली फिल्म गोर्खापल्टनमा हिरोको रूपमा डेब्यु गराए। यो फिल्ममा प्रशान्तले लाहुरीको भूमिका निर्वाह गरेका छन्। उक्त फिल्मको गीत जाउला रेलैमा सररले प्रशान्तलाई नेपाली फिल्म र संगीत क्षेत्रमा पनि चर्चा दिलायो। विश्वभर छरिएका नेपाली भाषीलाई संगीत र फिल्म मार्फत राष्ट्रिय एकताको सूत्रमा जोड्ने कार्यमा तामाङको अपूरणीय योगदान छ। विशेष गरी नर्थ इस्ट भारतीय राज्यमा रहेका अल्पसंख्यक नेपाली भाषीलाई इन्डियन आइडल जस्तो ग्लोबल टिभी कार्यक्रमबाट उनले भारतीय मूलधारमा जोड्न समेत भूमिका खेले। उनी खुलेर गोर्खाल्यान्डको आन्दोलन र मुद्दाको पक्षमा त लागेनन्, तर उनले आफ्ना कर्मबाट सबैलाई नेपाली भाषीको राष्ट्रिय एकतामा बाँध्ने काम गरे। भारत मात्र होइन, नेपालभित्र समेत उनको ख्यातिले भाषा र दुई मुलुकको सांस्कृतिक सम्बन्धलाई घनीभूत बनाउन भूमिका खेल्यो। नेपाली राष्ट्रियतालाई नेपालको सीमा र भूगोल भन्दा बाहिर कलाको माध्यमबाट फैलाउने कार्यमा तामाङको योगदान उच्च छ। जति बेला प्रशान्तले इन्डियन आइडलको मञ्चबाट उपाधि उचाले, त्यति बेला उनलाई उनकी आमाले लगाइदिएको ढाका टोपी नेपालीहरूमाझ एउटा साझा बिम्ब बन्यो। प्रशान्त इन्डियन आइडलको विजेता बन्दाको पललाई स्मरण गर्दै पत्रकार शिव मुखिया लेख्छन्, त्यो अभूतपूर्व सांगीतिक माहौलमा अभिनेता जोन अब्राहम स्टेजमा उक्लिएका थिए। उनको दायाँ र बायाँ हातले एकातिर प्रशान्त तामाङ र अर्कोतिर अमित पललाई समातेका थिए। कसको हात उठ्नेछ यो निर्णायक क्षणमा सबैको सास रोकिएको थियो। अचानक चर्को धुन बज्यो, आतिशबाजी भयो, त्यो भव्य मञ्च अरू प्रदीप्त भयो अनि अभिनेता जोन अब्राहमको